नमस्ते गाइज, वेलकम टु माई अनदर ब्लग। अहिले चाहिँ हामी ठ्याक्कै मन्दाकिनी नदी क्रस गरेर सोनप्रयागबाट अगाडि गौरीकुण्डतर्फ जाँदैछौँ। यहाँनिर सटल सेवा अगाडि लागिरहेछ। अब त्यहाँ गएर हामी सटल लिएर गौरीकुण्ड जान्छौँ। आजको हाम्रो यात्रा केदारनाथ धामसम्मको हुँदैछ। आउनुहोस् भिडियोलाई यहीँबाट सुरु गरौँ। हामी चाहिँ 2 घन्टा जति यहाँ सोनप्रयागमा गाडी चढ्ने कोसिस गर्दा गर्दा गाडी चढ्न नसकेर यति भिड छ, केही गर्दा पनि नभएर अब चाहिँ हिँडेरै जाने निर्णय गरेर अगाडि बढ्दैछौँ। कुनै खाली गाडी आयो अथवा कसैले चढायो भने चढ्ने भनेर आएको, कुनैले पनि चढाउन खोजिरहेको छैन। यो चाहिँ पोहोर गएको पहिरो, अहिले ठ्याक्कै यो पहिरोमा छौँ। अस्ति पनि हामी यो पहिरोसम्म हिँडेरै आएको थियौँ। योपालि त अब माथिसम्म हिँड्नुपर्छ जस्तो। यहीँ 8 बजिसकेको छ। आज बेलुका माथि पुग्दा त राति 8 बज्छ जस्तो छ। यात्रा एकदम गाह्रो हुन थालिसक्यो। हिँड्न थालेपछि बस चढ त्यो गाडी चढ्न कुद्दा कुद्दा आधी एनर्जी त्यहीँ सकेको छ। यस्तो खराब व्यवस्था छ यहाँको। 2 जना 3 जना पुलिस आएर बसेर लाइन लगाइदियो भने यति दुःख पाइने थिएन। गाडी नभएको, गाडी यत्रो छ, गाडी यसरी छ, बस चढ्न सकिँदैन। घोडा गरेर कुदेर तानेर ठेलेर चढ्न सक्यो। जसले गरेन त्यो चढ्न सकेन। त्यस्तो अवस्था छ यहाँनिर। हामी चाहिँ त्यहाँ अलिक मास्तिर आइसक्यो, गाडी पायो अनि गाडी चढेर आएर पार्किङमा उत्रेर अब गौरीकुण्डतर्फ जाँदैछौँ। योपालिको टुरमा चाहिँ हाम्रो 53 जनाको टोली छ। केदारनाथको लागि चाहिँ 4 धामको छुट्टै छ, 2 धामको छुट्टै छ, केदारको छुट्टै गरेर सबै अहिले एकैचोटि मिक्स गरेर हामी 53 जना चाहिँ केदारनाथ दर्शनको लागि जाँदैछौँ। पहिलोचोटि पाछुबाट ट्राभल्सबाट फेरि ठुलो ग्रुप लिएर केदारनाथ जाँदैछु। एउटा छुट्टै एक्साइटमेन्ट सँगसँगै जिम्मेवारी अलिकति धेरै थपिएको महसुस पनि भइरहेछ। यात्रा यस्तै छ, हिँड्न थालेपछि सास फुलिहाल्छ र पनि यहाँको यो दृश्यहरूले रमाइलो नै भएर जानेछौँ। हामी चाहिँ लगभग 8 किलोमिटरको यात्रा गरिसकेको छौँ। अहिले चाहिँ ठ्याक्कै कति बजेर टाइमै देखाउँदैन घडीले, 2 बजेको छ। 2 बजेर 3 मिनट गएको छ। अब भनेको हामीलाई अरू 3 देखि 4 घन्टा लाग्छ यहाँबाट भने चाहिँ 6 बजे 7 बजीभन्दा अगाडि हामी पुग्छौँ न, भने चाहिँ 5 घन्टै लाग्छ होला। ठिकै छ, केही छैन। जाने हो, गएर मन्दिर पुग्ने हो, एकछिन बस्ने हो, आरती हेर्ने हो, अनि आएर सुत्ने हो। अझ के काम छ दर्शन भोलि गर्ने हो। यात्रा रमाइलो भएर चाहिँ घाम यस्तो लागेको छ, गर्मी भएर पुरै पानीको कमी भयो जस्तो भइरहेछ शरीरमा पनि। एकदम रमाइलो यात्रा भइरहेछ। हाम्रो जिग्री चाहिँ यता बसिरहेछ पुरै। कस्तो छ त यात्रा, कस्तो भइरहेछ? अब 8 किलोमिटर मलाई झोला बोकाइहाल्यो। अब 8 किलोमिटर तिम्रो पालो हो। त्यो त बिहान रुमबाट निक्लिँदाखेरि विचार गर्ने हो नि त्यस्ता कुराहरू त, गाडीबाट उत्रिँदाखेरि विचार गर्ने हो। के छ त पवन? ओ पवन यहाँ चिया खाँदैछ, के छ? ठिक छ। अब मेरो 8चोटि केदारनाथ पुग्नको लागि चाहिँ 8 किलोमिटर बाँकी छ। हाम्रो यात्रा जारी छ। 8चोटि केदारनाथ पुग्न 8 किलोमिटर बाँकी छ। हामी चाहिँ अहिले बडी लिन्चोली भन्दा अलिक माथि आएको थियौँ। पानी छिटाउन थालिसकेको छ। चिसो एकदमै बढेको छ। केदारनाथमा अहिलेको टेम्परेचर 1 डिग्री छ। राति 11 बजे 11 डिग्री राखेर चाहिँ माइनस, अनि बिहान 4 बजे -12 डिग्री टेम्परेचर छ। सायदै आज हिउँ पर्छ जस्तो छ। अब लगभग 4 किलोमिटर जति बाटो बाँकी छ। त्यसमा 2टा सधैँ सर्टकट हान्यो भने अलिक छिटै पुगिन्छ। यात्रा रमाइलो भइरहेछ, गलेर चाहिँ भइरहन्छ। बाटोभरि घोडाको भिड, फेरि यस्तो प्याक छ, मान्छे पुरै भिड बढिरहेछ अहिले। अझ फाइनल्ली मजाले टन्नै हिँडेर दुःख गरेर साह्रै नाजुक अवस्था पारेर चाहिँ हामी केदारनाथ मन्दिर आइपुग्छौँ। जाडो यस्तो छ, लुगा पुरै पातल, यो ज्याकेटले सुत्दा थाल्यो भने त्यति चिसो। मन्दिर यहाँ छ मेरो पछाडि। अब यहाँ अरूहरू पनि आउनु भएको छैन। हामी खोजेर यहाँ भेला गर्दैछौँ अरूलाई। अब अरू आएपछि अनि जाने रुममा खानासाना खाने अनि सुत्ने, त्यस्तै छ काम। Wait.
पछि गएर ल के लाग्यौँ अब लाग्नुपर्छ फाइनली हामी दर्शन सकेर निक्लिँदैछौँ पछाडि केदारनाथ मन्दिर वरिपरि हिउँ परेर टल्केको मन्दिर घाम मजाले लागेको छ अब लाग्यो